उसलाई छोडिहाल तर बक्चोदी गर्न कहिले छोडिँदैन पट्टभरि आओ केटा हो आओ आओ भन्दै भविष्य लजाइसक्यो बिचरा अब कस्तो खासमा धुप्सेर म कुरा गर्दै थिएँ फुटसल जाने भनेको ना सिस्नेरी जाने होइ 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 अनि त्यस लास्टमा आएर नानाको घर गयो के गर्नुको लागि पोर्क मोमो खानुको लागि पोर्क मोमो भनेको यहाँ हो यस्तो मिठो हुन्छ राले चुनी गरी तर के गर्नु पहिले घरमा घिचेर आएको थिएँ म होइन मोमो फेरि यस्तो मिठो थियो होइन तर अब बुझ्न अगाइसकेपछि मान्छे कस्तो हुन्छ लाइक ठुसाउनै नसके खासमा हामी सबैले काम डिभाइड गरेर गरेको थियौँ कि स्पेसल थ्याङ्क्स टु हेली नाना र भविष्य धेरै जस्तो काम उनीहरूले नै गर्यो कि म अलिकति पिठो मुछेँ अनि त्यसरी फुस अरूहरू काम अरूहरूले सम्हाल्यो होइन झन् ओछाङ बिराम मान्छे हामीले एक्सपेक्ट पनि गरेको थिएन त्यसले काम गर्छ भनेर पछि त पिठो बेल्नेमा यस्तो मजाले पिठो बेल्यो रेस्टुरेन्टको मालिक पो हो नि त मालिकको छोरा पछि मोमोसित अलिकति डेजर्ट चाहियो पुरै चिनी लिएर पगालेर मस्तले खाप्से बनायो अनि त्यो पनि अथेन्टिक वाला क्या हाम्रो दुपु सोल्टीले